So hello guys, welcome back to my YouTube channel. How are you all and hope you all are doing well. So guys, मेरो चाहिँ बाइकको साइड लाइट फेर्नु पर्ने छ. यो साइड लाइट अलिक मलाई कस्तो यो घाँडो लाग्यो क्या, राम्रो एस्थेटिक देखेन नि त. अनि एलइडी साइड लाइट लगाऊँ भनेको. त्यसको लागि म साइड लाइटको दामहरू यसो बुझ्नुको लागि जाँदैछु. अनि त्यो साइड लाइट किन्छु. यो बल्यो, यो पनि बल्यो अगाडिको पनि. यो मैले अस्ति भर फेरेको क्या, यतापट्टिको फेरेको, यसपट्टिको योपट्टिको जली गयो क्या. यो चल्दैन. एमटीको साइड लाइट छ. कति रुपियाँ हो यो? 1000 रुपियाँ एउटाको एक सेट हुन्छ. म बुझ्छु ल. एमटीको साइड लाइट छ हो, एमटी 15 मा लाग्ने साइड लाइट. एमटी 15 दिनु न. लकवाला होइन यो? हो र? यो चाहिँ कतिको हो? यो चाहिँ कतिको हो? यसको दाम यो जोडीको 1650 पर्छ, 2 पिसको. सो गाइस, वेलकम टु माई युट्युब च्यानल. अहिले चाहिँ ठ्याक्कसँगले 11:14 भइरहेको रहेछ. सो गाइस, हिजो चाहिँ मैले त्यो 800 रुपियाँमा दिनु, म दुईवटा लान्छु भन्दा नि दिएन क्या. त्यो सामान चाहिँ मैले विराटनगरमा चाहिँ 550मा पाइरहेको छु क्या. अनि टक्कसँगले विराटनगरको दाइसँग बोलेँ. अनि अब विराटनगर लिनु जाँदैछु त्यो सामान. धरानमा नि कति ठाउँ खोजेँ, भेटिनँ यार मैले. ओइ मोटो होला यार यो कुकुर. बाइकमा तेल पनि हाल्नुपर्ने छ यार. त्यस्तै 5 लिटर मात्रै छ होला. विराटनगरसम्म 1 लिटर खान्छ. 500 को हालिराख्नु पर्यो भने. जान्न मलाई अड्काइदियो यार. जानु न. Go to my destination. अहिले काठमाडौँमा त त्यो 400 रुपियाँमा आउँछ क्या. होलसेलमा त्यस्तै 300 रुपियाँ होला. होलसेलमै किन्यो भने क्या, उयादेखि बाहिरदेखि डेलिभरी गरेर ल्यायो भने 300-350 मा आउँछ होला. आम्मामा त्यत्रो. अनि 900 भन्छ. अनि राम्रो. अनि 800 मा दिँदाखेरि हुन्थ्यो त यार. 800 मा पनि दिनु नमानेको क्या. यो अरे यस्तो अरे उस्तो अरे, यो के कन्ट्रोल स्विच छ अरे. आम्मा हामीलाई त केही थाहा नहुने जस्तो क्या. पाहाडदेखि आएको जस्तै कुरा गर्दैछ यार. फेरि मलाई चाहिँ मान्छेहरूसँग ठुलो कुरा गर्नु मन लाग्दैन क्या. उनीहरूको कुरा छ, ठिक छ ल, म सुनिदिन्छु. हेलो, म पुगेँ तपाईँले भन्नुभएको ठाउँमा. हजुर, यातायातै आउनु. साइड लाइट चाहिँ पाइयो. सोका साइड लाइट चाहिँ पाइयो. यस्तो रहेछ एमटीको. कुन हो? एनके हो? लो, हर्नेटलाई यस्तो दामी मोडिफाई हानिदिएको. के हो च्यानल? युट्युबमा कस्तो नथाहा पाउने तरिकाले गरिदिएको क्या. प्रतीश ल. गोब्रोमा भिडियो युट्युबमा हाल्दा हुन्छ नि होइन? जस मैले कति 1100 मै पाएँ मैले मेरो लागि. उयो यो एमटीको साइड लाइट चाहिँ स्क्यामै हान्नु खोजेको नि यार. त्यो पसलमा चाहिँ जस्ट तपाईँहरू चाहिँ अब म के भन्दिनँ होइन, स्क्याम जस्तो भन्दिनँ म. जस कहिले जाँदिनँ त्यो पसलमा चाहिँ. अब जिन्दगीमा जाँदिनँ जहाँ भने. यस्तो गरेको छ. मलाई 800 मा दिएको भए यति साह्रो मैले दुःख गर्नु पर्दैन रहेछ नि त. सो गाइस, मेरो बाइक चाहिँ यस्तो देख्छ क्या. खिच्चा देख्छ यार. यत्रो महँगो बाइक किनेको छ. यस्तो साइड लाइटले त. अनि यो साइड लाइट चाहिँ अनि यतापट्टिको फेर्छु, फेरि यतापट्टिको बिग्रिन्छ, यतापट्टिको फेर्छु, यतापट्टिको बिग्रिन्छ. के हो त्यही कारण मैले यो एलइडी साइड लाइट लाउन लागेको.
यो खालके दामी देख्छ है त यो लगाएपछि बस यो टेल टाइडी चाहिँ यो टेल टाइडी यसरी निकाल्नु पर्दो रहेछ एमटीको Living life, every day, late at night, not okay. All I want, and I pray, all I need are some better days. Fuck me, I'm looking in the mirror, so foggy, but I've never seen clearer. I don't really think anyone can save me, and honestly I'm not really sure I want saving. I like to be my own worst enemy. There's no risk if you don't try at anything, so I'ma just keep buying everything. See you in the next life, have to be a better me. I don't think that my head's on straight, gotta flip it and grip it and go and get an x-ray. What's wrong with me? I just feel weight pushing on my chest and it squeezes till I suffocate. Better change my mindset, meditate. It's pretty cool that I'm alive and have better days. I could walk, see, hear, I should celebrate. Think I could change my mind, maybe elevate. Living life, every day, late at night, not okay. All I want, and I pray, all I need are some better days. Yeah, all I need are some better days. So guys, बाइक चाहिँ फाइनली भयो स्टार्ट पनि हाल्नु न हाम्रो दाइले बनाएको यहाँ हेड मिस्त्री दाइ हेड मालिक नै हो नि होइन दाइ त ल बाइक चाहिँ यस्तो देखिरहेछ मारौँ न हो अनऱ्यापिङ गरेको क्या अनबक्सिङ भन्दा त्यो पनि हालिदिउँ न अनबक्सिङ अनऱ्यापिङ ल चक्की देख्यो यार भाइ